गुड मर्निङ साथीहरू। आई होप तपाईँहरू सन्चै आराम हुन्छ, म पनि सन्चै आराम हुन्छ। अनि साथीहरू बिहान बिहानै उठेर 5 बजे होइन, मतलब आज म यता मोतीपुरतिर आएको छु ट्रान्सफर राख्नलाई। अनि बिहानै उठेर अब हामी गाडी छिराउँदैछौँ, गाउँमा छ। अनि हिजो छिराउन भनेर अनि साँझ चाहिँ हजुरको साँझ बजार लागिरहेको थियो, अनि भिड पनि थियो, अनि तार पनि नजिकै छ कि एकछिन सटडाउन पनि लिनुपर्छ। त्यही भएर हिजो साँझ मेसो पाएन। अनि आज बिहानै उठेर आज हामी गाउँमा ट्रक हाल्दैछौँ होइन, ट्रान्सफर्मर लोड गरेको। अनि आज अब हजुरहरूलाई कमेल देखेर नि थाहा पाइसक्नु भयो होला कि आज के हुँदैछ भनेर, के हो भनेर होइन। आज हामी ट्रान्सफर्मरभित्र छिराउँदैछौँ गाउँको होइन। अलिक तारहरू गाउँमा नजिकै तल हुन्छ तारहरू, त्यही भएर अनि बिहान छिरायो भने अलिक गाडीहरू चल्दैन होइन गाउँमा। अब अनि साँझ त अलिक भिड हुन्छ, त्यही भएर आज हामी बिहानै हाल्न लाग्छौँ गाडी। सो तपाईँहरूले देखाउनेछु। यही ट्रान्सफर्मर हो। अनि आज चाहिँ भित्र हाल्छौँ बिहानै होइन। बिहानै उठेर फ्रेस भएर हामी जाँदैछौँ। अनि गाउँ 1 किलोमिटरभित्र छ सब स्टेसन। अनि तारहरू नजिकै यस्तै तारहरू तल छ क्या। अनि यसको हाइट धेरै छ नि त, त्यही भएर अनि हिजो हाल्न खोजेको अब बजार थियो, अनि बजारमा मान्छेहरू नि धेरै, गाडीहरू नि धेरै। अब यो छिर्यो भने त जाम हुन्छ होइन, त्यही भएर अब हिजो त हाल्न सकेनौँ। साँझसम्म 8 बजीसम्म हेरेको, अनि बाटो खाली नै भएन भनौँ न। अनि राति हाल्दाखेरि तारहरू देखिन्न, त्यही भएर बिहानै गरेर हामी जाँदैछौँ। सो हजुरलाई देखाउनेछु म के हुँदैछ आज होइन। देखिसक्नुभयो यही ट्रान्सफर्मर हो। यो लो बेडमा, यसलाई लो बेड भन्छ, ट्रान्सफर्मर लोड भएको उसलाई लो बेड भन्छ। लो बेड नि पुरा दबिसकेको छ, यति टन छ कि ट्रान्सफर्मर। लो बेड पनि लचक्क भएर होइन, थोरै बाँकी छ भुइँ छुनेलाई। धेरै हाइट भयो भने भुइँ खाल्टो साल्टो भयो भने अलिक गाह्रो हुन्छ यसलाई। ल साथीहरू, म अरू नि भिडियो देखाउने छु अगाडि नि। सो ट्रान्सफर्मर हेर्नुसक्यो साथीहरू। सो हामी छिराउन लाग्छौँ। त्यहाँ माथि हेर्नु है, माथि त्यस्तो तारहरू डिस्टर्ब गर्छ होइन। धेरै हाइट छ नि त, त्यही भएर बिस्तारै हेरेर छिरे ल ल ल ल आउने। मेन समस्या भनेर हाम्रो यहाँनिर यो नाङ्गो तार छ, 33 को पनि छ, 33 kV को पनि छ, अनि 440 को पनि छ। त्यही भएर यहाँ हामी अहिले बिहान सटडाउन लिएको छौँ आधी घन्टा जति। यो तार नाङ्गो तार छ, त्यही भएर केही नहोस् भनेर। रौनु दाइ रौनु ल आउनु। अनि यहाँ टर्निङ पनि सानो छ होइन, अलिक लामो गाडी घुमाउनलाई गाह्रो। यहाँ छिर्यो भने अब उता पनि छिर्छ। यसरी तारहरू उठाउँदै होइन, 2 जना तारहरू उठाउँदैछ र फरक हेर्नु। त्यो तार यो 33 को तार हो, पातलो तार छ। छिरो
ल सिरे यही थियो टेन्सन, धेरै टेन्सन भनेको यही थियो। त्यस्तो खासै लाइनहरू छैन, अब नाङ्गो तारहरू छैन, यस्तै उहरूको इन्सुलेटेडवाला तार हो अनि वाइफाईहरूको तार मात्रै छ, त्यति गाह्रो पर्दैन। जुन थियो डेन्जर अब त्यो कटिसक्यो होइन। 33 को पनि थियो अनि 400 को पनि थियो अनि त्यत्रो हाइट छ अब दाइ लामा उसको चेसिस अलिक सड्ने अवस्थामा छ होइन, डाउन भइसक्यो, धेरै हाइट भएर काठहरू लगाउँदैछ। लो वेट तल छ त्यही भएर मिलाउँदैछ। यति ग्याप छ, अगाडि यो चक्का आयो भने त्यहाँ सर्ट पाइपहरू मिलाउँदैछ। यो काठको माथि चक्का चढाउँछ, अलिक हाइट हुन्छ। हाइट भयो हाइट, रौनु दाइ उता रौनु। सानो गुटका छैन, छोटा वाला गुटका नहीं है, उधर लगा दो। आयो आयो आयो। जाम लागिसक्यो। Round.
टोलीहरू हिँड्दैछ। आधी गाउँ काटिसकेको छ। यहाँ बिचमा छ, थोरै बाँकी छ पुग्नलाई। अस्टै गाह्रो भइरहेछ। तारहरू टन्नै छ बाटोमा, उठाउँदै ल्याउँदै। भाँच्यो भने गाउँकाले गाली गर्छन्। सेफ्टी तरिकाले ल्याइरहेको छौँ होइन। धेरै छैन, आइसक्यो। आउनु 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 आउनु। रोक्नु दाइ, रोक्नु रोक्नु रोक्नु। ल छिर्नु, आउनु आउनु। हमारे बंधु लोग ठीक है ना, आराम है। गाउँमा नि छ मिनी धरहरा चोकमा होइन, बनाएर राखेको छ, हेर्न सक्नुहुन्छ। सेतो टावर। गेटमा आइसक्यो। टर्निङ पुग्दैन, त्यहीँदेखि मिलाउँदै आइरहेछ बिस्तारै। छिटो आउनु। छोड्नु छोड्नु बाजे। हजुर, उहाँ ब्यागमा जान्छ। रोक्नु रोक्नु रोक्नु। टर्निङै पुगिरहेको छैन। ओहो, गाडी ठुलो भयो।
दाइ उतै च्याप्नु है, उता छुन्छ फेरि। उतै च्याप्नु है, उतै च्याप्नु के। यतै पेल्नु है। त्यहाँ छोइसक्यो। थोरै कुना हान्नुपर्छ क्या। गेट भित्र छिरिसक्यो ट्रान्सफर्मर। ठाउँमा राख्नलाई अलिक टाइम लाग्छ। उता माटोहरू छ, अलिक त्यसलाई लेभलहरू मिलाउनु पर्यो। रेल पनि आइपुगेको छैन, ट्रान्सफर्मर राख्ने रेल। अब गेट भित्र छिरिसक्यो। अब भोलि पर्सिदेखि काम सुरु हुन्छ, तान्ने अब राख्ने। अहिले चाहिँ भित्र छिराएर राख्ने। ठुलो गाडी छ, टर्निङै पुग्दैन। ल साथीहरू, भित्र छिरिसक्यो। हजुर नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला।